आज चाहिँ मैले मेरै मोबाइलबाट जापानको लोकेसन हालेर मैले मोनेटाइजवाला टिकटक आइडी ओपन गरेको छु। हेर्नु होला मेरोमा चाहिँ यस्तो देखाउँछ होइन। तपाईँहरू कतिजनाले त खोल्नु भएको होला, हजुरहरूलाई त थाहा होला कस्तो हुन्छ त्यो चाहिँ मलाई कमेन्टमा भनिदिनु होला ल। मलाई थाहा छैन के, मैले ट्राई गरेको भयो यस्तो देखाउँछ। यो क्रिएटर रिवार्ड प्रोग्राममा थिच्दाखेरि चाहिँ यस्तो आयो भने चाहिँ मोनेटाइजवाला एकाउन्ट खोलिएको अरे, यो चाहिँ मोनेटाइज हुने एकाउन्ट अरे भन्ने हुँदो रहेछ। अनि यहाँ हेर्नु होला यो 10,000 फलोवर्स र कति भ्युज 100K भ्युज पुरा गरेपछि चाहिँ जोइन गर्न मिल्दो रहेछ। अनि त्यहाँदेखि मैले चाहिँ लोकेसन यहाँ हेर्नु ल, यहाँ यो उयसमा सेटिङ प्राइभेसीमा गएर अनि एकाउन्टमा गएपछि चाहिँ मैले यहाँ लोकेसन चाहिँ जापानको देखाएको छ। हेर्नु ल, मैले जापानको लोकेसन हालेर बनाएको हो नि त। यो जापान देखाइरहेछ। मेरो चाहिँ अहिले बनाएको आइडी हो यो। अनि मैले चाहिँ कसैलाई रिक्वेस्ट नगरिकन मैले आफै ट्राई गरेको। यहाँ यस्तो भयो। कतिजनाले त नेपालमै यस्तो लोकेसन, यो बाहिरको लोकेसन हालेर बनाउनु भएको छ होला। कस्तो हुन्छ कि हुँदैन कमेन्ट गरिदिनु होला। हस् त, बाई बाई।